म आउँछु भेट्न किन गफ पर्ने माथि कर छिटै पहिला नडुग्रे म पनि अलिकति ठुलो मान्छे भएको मतलब कि म भन्दा सानो मान्छेहरुलाई मैले टीका लगाइदिसके। नमस्ते एभ्रीवन, स्वागत छ तपाईहरुलाई आजको अर्को नयाँ भिडियोमा। आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म सँगसँगै हामी सबैजना एकदम सन्चै आरामै छौं। अनि आज दशमी है, दामी तरिकाले यहाँनिर हामी टीका लगाउने कार्यक्रम भइरहेछ हाम्रो। हामी यति धेरै मान्छे छौं कि अनि हामी टीका लगाउने कार्यक्रम भइरहेछ हजुर। अनि हामी अब मजाले यति धेरै जना छौं नि, हामी यस्तो मजा रमाइलो गर्नुपर्ने हुन्छ गाइस। फाइनली अनि एनीवे के भन्छ अरे, दशमीको सबैलाई शुभकामना मेरो तर्फदेखि। हामी यति धेरै जना भएको कारणले हामी बस्दै छौं। घाम त लागिरहेछ अलिअलि, त्यही पनि ठिक छ। यतितिर मजाले बस्दिन्छौं हैन। क्यामेरा देखिराख्नु भएको छ भन्दै छ कि टीका फुकाइसक्यो रे भन्ने कुरा गर्थे के इनानी खै यहाँ पनि त्यसले पनि लगाइदिन्छु नि हैन लगाउने र के म क्यामेरा फिट गरेर बस्ने भनेको के म बनाइदिन्छु नि अनि कान्छा छिङ्गे हाम्रो सबैजना के रे टीका लगाउने पार्टीहरु ढल्ली हुनुहुन्छ। आगन बरालले छन् भन्ने आगन बरालले ए भन्ने हाम्रो एबो काई एदो गरेन पारी अब बसन तिमी पनि किन हुन्न खानुहुन्न कहिले र हामी सबैजनाले बाबाको हातदेखि टीका लगाउनु पर्ने हुन्छ आज हामी वार्ड नम्बर हामी बर्डेमा टीका लगाउँदै छु। आज म यो आँगनमा बसिरहेको छु। म करिब 3-4 वर्षपछि म बसिरहेको छु। म बुवाबाट टीका लगाउन आइरहेको छु। म खुसी छु। म आमा मम्मीहरुले मेरो दिदी बहिनीहरु भाइ बहिनीहरु लिएर सबैजना अगाडि म खुसी छु। म त्यसको लागि धेरै म नल परेछु। मैले सबैलाई टीका लगाइदिन्छु। मेरो के छ सन्चै हुनुहुन्छ? तपाईको नाम भनिदिनुस् न मलाई। शिशिरबिका हो। तपाई घर कहाँ हो? सुटपाटी। कुन गाउँपालिका पर्छ? विजयनगर। कति नम्बर वडा? 6 नम्बर हो। कसको छोरा? तिम्रो बाबाको नाम के हो? जित बहादुर। तिम्रो मम्मी कहाँ हुनुहुन्छ? कहाँ भाग्नु भयो? माइत किन भाग्नु भयो त? तपाईँ कति वर्ष हुनुभयो सर? 5 वर्ष। कतिमा पढ्नुहुन्छ त? 1मा। ए हो र। एबिसिबी भन्न आउँछ तपाईलाई? अनि 1मा पढ्ने मान्छेलाई एबिसिबी भन्न आउँदैन? ल अब तपाईको पालो आउनुस्। नमस्ते, स्वागत छ। नमस्ते। स्वागत छ। के छ सन्चै छौ? सन्चै हुनुहुन्छ? तपाईको नाम भनिदिनुस् न मलाई। के रे? अलिक क्लियर सुन्दैन के तपाईको नाम? ए ल हुन्छ। अब टीका सिका लाउने होला, टीका लाउनुस् है। दशैंको शुभकामना तपाईलाई।
दसैँको शुभकामना तपाईँलाई तपाईँलाई पनि भन्न भन न ल थ्याङ्क यू ल जानुहोस् अब टिका लगाउनुहोस् है अब सर्लक्क पारेर हाम्रो अमर बिके भ्लगमा आउँछ होइन यो भिडियोहरू चाहिँ टक्क यसो हेरिदिनु होला सपोर्ट गरिदिनु होला है त माया गरिदिनु होला यसो के कस्तो लाग्छ भिडियो यसो कमेन्ट पनि गरिदिनु होला है प्रतिक्रिया यसो सल्लाह सुझाव पनि दिनु होला ल बाई बाई हेलो गाइज नमस्ते वेलकम अमर भ्लगमा स्वागत छ तपाईँहरूलाई होइन दसैँको विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली देश विदेशमा छरेर रहनुभएका सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। अब हाम्रो चाहिँ टिका लगाउने कार्यक्रम सुरु भइरहेको छ है माया गरिदिनु होला सबैजनाले। अब हाम्रो टिका चाहिँ सुरु भइरहेको छ है हाम्रो काका भन्दा नि हाम्रो बाबाले चाहिँ सुरु गर्दै हुनुहुन्छ ल हेर्नु होला। काका आशीर्वाद अलि मिठो दिने है यता पनि यसो हात दिनु पर्यो ल दाइ ल हाम्रो दाइ हुनुहुन्छ यहाँ हाम्रो अमर एकदम ह्यान्सी भाइको चाहिँ टिका लगाउने कार्यक्रम भइरहेछ। बारी छिट्टै ल्याउने भन्नुहोस् काका यहाँ दुःख भयो भन्नुहोस्। गाउँको पाइने इन्डामा काम अहिले पैसा बनाउँछु हो आज पनि आइयो पैसा अलि अपु भयो अहिले पैसा अपु भयो अब जाने क्या जाने होइन पैसा कमाउने हो टिका अलि राम्रोसँग अड्डाएर लगाइदिनु मम्मीले लटाइन्छ अहिले पैसा टिका दिएको पैसा हटिन्छ छैन अड्दिन्छ तिमीको भयो गर्ने छ पैसा गाडी पठाउँछ टिका लाले यस्तै चाहिँ मुस्ने भन्नु ओभरमा चाहिँ सुक्यो होला नहीं ताको मार ते पसाल लेते तिमीले फेरि यस्तो बनाइदिउ बर माग्ने यस्तो बनाइदिउ किन लगानु भो किन लगाने मम्मी लगाने गाडी अलि मचाउने रे सुने लुङ्गीलाई राम्रो घिन लाग्ने कादन काम पापा सिक्ने लायो अनि त्यसलाई खै त एटा छुटाइयो तिमीले एउटा जमारा एउटा टिका लगाइदियो ल यहाँ केस किन बिजी छ ठिक छ अभिषेक ओ शिशिर
यता उता नगर सपक लागेको ठाउँ बस्दा ए हैन मलाई अलिअलि ल्याइदिनु है बच्चाहरु त मलाई के बुझायो ओ भाजु यहाँ जरा लेन्टर बनाएर के रे मलाई त लेन्टर बनाएर ए बसेर म त बुझिन्छु बुझिरहेको भइरहेछ ल के छ भाइ केही छ र आजको विशेष आजको दशमीको विशेष भनेको यही हो हेर्नुस् साथीहरू मजाले एकदम घाम लागिरहेछ हैन दामी त रेगाले त घाम लागेकै छ हामी धेरै सम्झिँदा त्यही भएर भित्र बसेनौँ बाहिरै मजाले आँगनमा घाम खाँदै मजाले टिका लगेर छौँ दसैँको टिका कपाल काटेर लास्टै हाँसी देखेछ यार मेरो भाइ यार हैन हामी त्यस्तो गर्छौँ यता दाइ के छ तपाईको के छ र दाइ के छ र के यस्तो शुभकामना दिने आजको यो 2022 सालको म सुरु गरेको म आज टिकाको लागि बाबासँग टिका थाप्ने भाइ हुनुहुन्छ बुहारी हुनुहुन्छ बहिनीहरू हुनुहुन्छ मैले यसको लागि मैले शुभकामना म पनि नलपरासी जिल्लामा बस्छु है नलपरा बस्छु रोल्पा घर म यहाँबाट बसाइसकेर लिएर आएपछि म यहाँ चाहिँ मैले आफ्नो आफन्तलाई भेट्न आएपछि म बुवासँग टिका थाप्दैछु यो शुभकामना मलाई हजुर आमासँग हुनुहुन्छ म आमा हुनुहुन्छ बुवा हुनुहुन्छ बुवा हुनुहुन्छ बुवा हुनुहुन्छ बुवा हुनुहुन्छ बुवा हुनुहुन्छ भाइ हुनुहुन्छ अनि बुहारी बुढी हुनुहुन्छ है त्यसपछि हामी आज हामी टिका थाप्दैछौँ हामी यो शुभकामना हामी कुन ठाउँमा छौँ र दाइ हजुर हामी बस्नुमा हैन हजुर कपिल बस्छु हजुर कपिल बस्छु यो ठाउँ के भन्छ हामी थरुलीमा छौँ कपिल बस्ती थरुलीमा छौँ हामी यसमा लाइक गरिनु होला हैन हजुरको पनि तपाईलाई धेरै भिडियो गरेकोमा तपाईलाई पनि शुभकामना दिँदै मैले पनि तपाईँलाई शुभकामना दिँदैछु म आँगनमा छौँ यहाँ चिसो पनि छ होला है यहाँ चिसो पनि छ देखाइदिनु होला पत्रकारसम्म चिसो पनि छ रोटी पनि छ है अब उता बलबल हुनुहुन्छ सबै हुनुहुन्छ होइन यसको लागि हामी यसरी बसिरहेको यस्तो आँगनमा गोलो तरिकाले बसिरहेछौँ है हामी धन्यवाद हजुरलाई धन्यवाद 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 म भिडियो गरिदिन्छु हजुर बोल्नु नि पर्दैन अब 10 मिनेटको भइसक्यो यार हेलो बेबीहरु सुनि पर मामालाई हाय भन्न हाय मामा हाय हाय के छ हेलो डन ओ सान्नी छ के छ के ताप्ने ढुङ्गाले अब छुट्टा ल्याइदिउ बाबु म बनाइदिन्छु तपाईँले अलि यसरी अलि लाइटो निदार गरिसक्यो ए दसैँ राती यता भाइ हजुर भइराछ हामी आमा हाम्रो मन छ पियार बग्यो आज साथ भोलि त खाऊ खा यस्तै छ यसौले दामी मेरो मही बदलाउने
म आउँछु भेट गरिन्छ ल ल सियारा सियारा आमा बाउलाई मायालाई प्यारा सारा बगो गण्डकी आजै साथ भोलि त कहाँ यस्तै छ आजको सेउले जिन्दगी म त गीत एउटा चरपाते चौकाले भेटा भयो आमा मौकाले सारा बगो गण्डकी आजै साथ भोलि त कहाँ यस्तै छ जिन्दगी बस हेलो हेलो अझै छ नि त टिका लाउने एउटा अड्डेकै छैन टिका के चिनी घोलेर मल्दिन र हाई के छ सन्चै छौ बोल न बोल अलि आइज यहाँ आइज तेरो मेरो अन्तर्वार्ता हुन्छ अब के छ टिका लगाए कार्यक्रम भयो सक्यो लगाएर हो पैसा कति पाइयो अहिले दिनुहुन्छ है बाजे मम्मीले अहिले दिनुहुन्छ ल ल हेलो गाइस म चाहिँ आइसके ग्लास लिएर अब चाहिँ पार्टी हुन्छ हैन अब चाहिँ पार्टी हुन्छ अनि 25 किलोको फिल्टर सिधै पकाउनु चाहिँ 90 रुपैयाँ रे हो र एम छ त 90 सुटी पठायो किन उठेर हिँडेर आइ सबै कतिवटा हुँदैछ यहाँले त कतिको मगाएको मोबाइल नेट छ र डाटा छ र यहाँले भइदियो मोबाइल यो न दाइले बनाउनु भएको छ यहाँ नहाल्नु मम्मी म त यतै आउनु पर्ने भयो मामी म त यतै आउनु पर्ने भयो हेलो गाइस जाके के हुने अभी अमर हेलो हेलो गाइस ल 78 वटा हुँदैछ यस्तो आरामसँग लगाउ न त ठ्याप्प ठ्याप्प राखिदिनु मम्मी भएन कि अब पानी हालेर रहेछ नि त्यसमा पानी नै अघि नै थोरै भयो तपाईँ टिका लगाउने मेरो पनि भाग्य अमर कहिले त्यो चिनी चिनी के चिनी चिनी हाल्दैन त्यसमा चिनी हाले चिनी बिलेको छैन जस्तै चिनी बिलेकै छैन खट्टा हालेको अघि नै पकाल्नु
एउटा मम्मी चाउमिन खतरा मिठो बरफ पकाउँछु नि हामी आउँदा पनि चाउमिन खाने लगाइदिनु नि त के छ ल पैसा पर्दैन चाहिने कसले गर्छ पैसा यिनी बारेको भयो तिमी बाबुलाई टिका लगाउने छन् चपाना छन् हट्ट परे कस्तो हेर्ने एउटा पल्टाइ बाबु जापेतै नै 1 बजे काको 12 बज्ने 1 बजे सकोला 1 मात्रै 7 मिनेटको बस्यो हैन 2 बजे 1 बजे 2 बजे 3 बजे खोल्दैन केको 2 बज्ला हेर्नु गाँदै छ 4 बजेसम्म राति मम्मी Susu Aldim. आलु के भराई Sabar apa yang pas Aldim mah? Hah? Pergi lah dari Ke? Apa? Oh, susu Aldim. Sabar pas Aldim pas Aldim. मैले बारुले नि त्यो लाउनु भन्ने कुरा अब अनि त्यो नलाई पनि आउनु भने Abi sekelas api kata ini. त्यो नआयो न त्यो सबैलाई मलाई लान मन लाग्यो Bos ke bos jalan Aldim tambah Abi sekata. Oh, abi sekot. Lah gilas ठाउँ राख्नु निकाल्दै. आइपुगेछन् यहाँ टिका लाउँदै छन् बल्ल अब त मेरो मोटर सुनेको मात्र फुलु किरणको मा नम्बर छैन होला तार काम गरे छैन कि कामै गरे छैन तारले फेरि काम यिनीहरुले के रक्सी Roxy कहाँ छ? Roxy ले कहाँ छ मोबाइल गिलास खोल्यो Roxy हाल्यो. मैले गाउँमा माले दाइलाई त अर्को नेता अभिषेक अहिले यसमा खानु है. भाउजूलाई त नेता ल नेता त्यसै खानुहुन्छ. बस्नु के किन निस्किनु भयो? हामी चिसो खानेछौँ अब हामी टिका लगाएर हामी चिसो खाँदैछौँ हामी हामी चिसो खाँदैछौँ भाइ सबै बान्दै हुनुहुन्छ हामी यो हाम्रो चाडपर्व 2072 सालको हामी त्यो हामी बुवासँग टिका थाल्न बुवासँग हिँड्दैछु भोलि पर्सि हामी हिँड्दैछौँ तपाईँलाई राम्रो छ ल सबैलाई शुभकामना दिन्छु 2022 सालको मैले शुभकामना दिन्छु सबैलाई निकाल त. सबैलाई म शुभ मेरो बुवा हुनुहुन्छ बहिनी त्यता देखाएँ बहिनी मोबाइल निकाल त्यस्तो रहेन के तान यता दे माथि हाल तान माथि गरेर
यहाँ बहिनी हुनुहुन्छ यो बाँचिन्छ चिल लाइफ खाइरहेको थिएँ भिडियो बनाउनु चेस गरम दे चेस खै देखे छैनन् त कोही पनि पछि देखिन्छ केटा हुनुहुन्छ बहिनी बहिनी बा हुनुहुन्छ पकपकी मम्मी तपाईँले मम्मी कसरी टिका लगाइदिनु भएको छ आज सबैलाई टिका लगाइदिनु म एउटा इन्टरभ्यू ल्याउन चाहन्छु हजुर रसायल यता गराउनु यस्तो हजुर सबै छोराछोरी भेट भयौँ बाँच्यौँ टिका लगायौँ यहाँदेखि अर्को वर्ष यस्तै सबै यस्तै बस्ने होस् यस्तै टिका मरे बाजे कालेले साँचे अर्को साल यस्तै छोराछोरीसित म जमरा लगाइरहेको छु रातो टिका निधारमा जमरा मैले एउटा सबै सबैको खाँदैछु एकछिन भयो के भइरहेको छ हेर्नु त देखिछु त म म कान्छा दाइ है म आज टिका लगाइदिन्छु त्यसलाई मिल्ने तिमीमा काम गर्ने बाटो कमाउने तपाईँ यता भेट्ने उता भेट्ने हो मार्ने त्यो हुँदैन मसला बनाउनु मिल्ने अरू बाटो भाइ नै अन्त चिसो खाने जति यतातिर है आऊ भन्छ आऊ तिमी आऊ तिमी आऊ सब आऊ कि केटाटीहरू सब सानो सानो आऊ सब लगाइने हुन्छ चिसो खाने जति यतातिर है भिडियोहरू बनाउनु भयो नि हामी अहिले खै चिसो हुँदैन हामी अहिले बाबाले लगाइदिनु भयो पहिला सुरुमा त्यसको पछि मम्मीले लगाइदिनु भयो त्यसको पछि दाइले आफूभन्दा ठुलो मान्छेको आशीर्वाद लिनुपर्छ अरे त्यही भएर चिसो खाइरहेछ ममलाई दिएन चिसो खाऊ 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 टन्नै खाऊ के खान्छ अरू त टेस्टी छ ल अरू त को लगाइदिने र हेरपार सकिसकेमा उठ्यो यता आउन आशीर्वाद लाग्छ दिदीले कहिलेका छन् भने हेर्दै
कसले पैसा देखाएको त्यहाँ हेर्नु गाइस मैले लगाइदिँदैछु मैले आशीर्वाद दिँदैछु रातिहरुलाई आशीर्वाद दिएको तिम्रो आशीर्वाद दे बसाइन्छ है भन्छ अलिकति ठाडो भएर यो चाहिँ अहिले चाहिँ जम्मा आएको प्रगति गर उन्नति पैसाको बिरुवा लगा पैसाको मुला लान सक्न भन यस्तरी दिनलाई ठिक भयो यसो ठिकै हो आफ्नो कपाल काट्ने मामाले चिन्ता गरेर 1000 रुपैयाँ दियो छिटो जमा राखै लाइदिनु भएको उनीहरु देखिन न नगरौ न त्यसो गर्दा नि जमा राखेर हुन्छ भाइ किन गफ गर्ने माथि कर के जमा राखेर के पागल नै मोबाइलले त म बनाउँछु अलि ज्ञानी बनेस् अलि के अरे पढाइमा अलि ध्यान दियोस् कसको नगरा झन् खसो दिन्छु क्या 1000 रुपैयाँ वो तेरो अंकलले दिला 1000 रुपैयाँ किला बस्नु सर सानो काका लानु 1000 मात्र मारेर है के कसैले नसार माथि गएर हेर्नु बाबु यो त हरामी धेरै हरामी नभएछ है यस्तै यस्तै गरे यसो गराइदिनु के नमस्ते भन अंकलले यसो गराउन यार तेरो न तपाईले यसलाई सङ्गीतलाई मलाई पैसा दाउरा तिमीको पैसा गर्दैनन् के हेर्नु न अङ्कल यता चढाको चढाको पैसा आयो खोइ त अरु नाइ उसले चढा धेरै भयो के त ल यो मेरो भयो ल है धेरै ल्याउन खोजेस् हिजो जस्तो रोइस नरोइस हेर अब उठा गराइदिएला अब त्यहाँ दुईटाको ड्रेसअप एउटै सेम सेम लगाएको रहेछन् कहाँ त भइसक्यो तिमीले लगाउन जाउँ ल्या तिमीहरू जाउँ ल्याउ हल्ला नगर भन्दै रहेछन् कसलाई कति चाहिँ पैसा यो तिमीले के गर्छौ त छिटै पहिला नडुग्रे मेरो पैसा दिनु लागेर मलाई उले दिनु मैले भन्ने गली माना अहिले खालास तेरो पैसा लगाइदिन्छु मैले लुगा छ बार त पछाडि हातमा आशीर्वाद लियो एउटा मात्र डेका हैन तलाई किन फाल्ने हेर्नु भन्नु भयो दाइले मात्र दिनु भएको थियो अनि यहाँ मैले दाइले पैसा यहाँ बसाल्नु थिएँ हेर्नु एभ्रिवान खै अनि संगीतले के म पनि तेर्सो भन संगीतले लायो म पनि अलिकति ठुलो मान्छे भएको मतलब कि म भन्दा सानो मान्छेहरुलाई मैले टीका लगाइदिसके अहिले पडङ दिना नि म भन्दा सानो मान्छेहरुलाई मिल्दैन छ मान्छेले मलाई मैले रे म भन्दा ठुलो मान्छे बाबाले लगाइदिनु भयो तुर किनाको
त्यही हो एभ्रिवान पानी